म भाग्नलाई मैले कुनै चोरी गरेको छुइनँ, कुनै गल्ती गरेको छु त छैन नि त भन्नु त हजुर आफै। हामी भनेको त एउटा सबै पुलिस जनता भनेको हामी दिदीभाइ दाजुबहिनी हो कि नै भन्नु न। मैले त तपाईँलाई ढुङ्गा हाल्दा ढुङ्गा नहान, मुढा नहान, उहाँहरू भनेको हामी मिलेर शान्तिपूर्वक आन्दोलन गर्नुपर्छ भन्दा भन्दै उहाँहरूले ढुङ्गा मुढा गरेको सुन्ने के दोष? मैले हजुरलाई भनेको थिएँ कि किन भन्नुहोस् त, ढुङ्गा मुढा नगर्नुहोस्, हामी शान्तिपूर्वक आन्दोलन गर्न आएको हो, देश लुटिरहेको छ, लुटिरहेको छ मैले भनेको छु कि छैन भन्नु त। अनि मैले अझ पनि होइन तपाईँ उहाँहरूले ढुङ्गा मुढा गरेपछि त मैले तपाईँलाई जस म आफ्नो साइड लागेर म हिँडिराखेको छु, तपाईँलाई त म केही नै गर्दिनँ नि त भन्नुहोस् त। केही गर्छु त? केही गर्दिनँ। मेरो नाम विद्या पाण्डे हो, म पेप्सी कोलाम बस्छु, म कन्सल्टेन्सीमा जब गर्छु। आन्दोलनकै लागि आउनु भएको तपाईँ? म कुनै पनि सङ्गठनमा छैन। एमसीसी विरोधी आन्दोलन हो, एमसीसी विरुद्धको आन्दोलनमा आएको। किन एमसीसीको विरोध गर्नुभयो? यस्तो सर अब हाम्रो देश लुटिरहेको छ है, गरिब दुखीहरूले खाना पाउनको लागि पनि बिहान बेलुका दुःख गर्दा पनि आफ्नो शान्तिपूर्वक खाना पाएका छैनन् एक। अनि अर्को कुरा तपाईँको के भइरहेको छ भने जनताले सुख शान्ति पाएको छैन। दिनरात एउटा कस्तो भन्नाले कहिले भनौँ न एनसिएलकोहरू पनि ढुङ्गा प्रहारलाई चाहिँ के भन्नुहुन्छ? किनकि ढुङ्गा प्रहार गर्दाखेरि यो पुलिस भनेको दाजुभाइ दिदीबहिनी हाम्रो हो, किनकि उहाँहरूसँग हाम्रो दुश्मन छैन। किनकि तपाईँको शेरबहादुर देउवा र केपी ओली भित्र कुर्सीमा बसेर अहिले छलफल गठन गरिरहेको छ, दुःख पाएको छ। कहिले जनता र पुलिस दाजुभाइ दिदीबहिनी दुःख पाएको छ। ढुङ्गा हान्नु हुँदैन, मैले गरेको छु। तपाईँले पुरै अध्ययन गर्नुभएको गरेको छैन। किन यस्तो एमसीसी भनेको? किनकि हामी जनतालाई चाहिएको छैन भने नेतालाई किन चाहिएको छ? एमसीसी छैन, गरेको छुइनँ। म किन गरौँ? म नेता थोडी हो र, म आम जनता हो। म किन तपाईँ भन्नुहोस् न, सही के हो? एमसीसी भनेको तपाईँ के हो भन्नुहोस्? तपाईँ एन्सर दिनुहोस्। तपाईँलाई चाहिएको छ एमसीसी भन्नुहोस्? तपाईँलाई चाहिएको छ एमसीसी भन्नुहोस् न? तपाईँलाई चाहिएको छ एन्सर दिनुहोस्। तपाईँको नेतासँग मिल्नु भएको छ भन्नुहोस् न? किनकि हामीलाई नै चाहिएको छैन भने हजुरहरूलाई किन यस्तो भन्नुहोस् त? यो दिदीहरू दाइहरूलाई त किन दुःख दिनुभएको छ नेताहरूले? किनकि उहाँहरूले पनि शान्तिपूर्वक आफ्नो ड्युटी पुरा गर्नुभएको छ भने मैले त उहाँहरूलाई ढुङ्गा नहाल्नुहोस्, मुढा नगर्नुहोस्, हामी शान्तिपूर्वक आन्दोलनमा आएका हौँ हो कि नै भन्नुहोस् न? हामी आएको छौँ भने उहाँहरूलाई ढुङ्गा मुढा गर्दाखेरि पनि मैले नगर्नुहोस् भन्दा भन्दै पनि उहाँहरूले